लकडावाला सुरु गरे सुरु ल गाइस खतरा तरिकाले भइरहेछ हाम्रो यहाँ खाने ओ दाइ के ओ लगाले ल त्यसो गर त यस्तो गरेर खप्टा उठ सक्क निकाल्नु नि तलबाट डढेको मात्रै गाइस ब्याड न्युज तपाईँको लागि किनभने अहिले हामी ठ्याक्क बसेछौँ अनि पानी परिरहेछ क्या यहाँ पकाउने काम भइरहेछ तर पानी परेर यस्तो भयो हेलो एभ्रिवान सबैजना स्वागत छ मेरो न्यू डे न्यू ब्लग सो गाइस आज हामी जाँदैछौँ के भन्छ आजको दाइ चिन्यौ हिजो हाम्रो प्लानिङ के छ अरे हाम्रो पार्टी गाइस हाम्रो माथिपट्टि भ्यू पोइन्ट छ नुवाकोट जाने बाटोमा सो त्यहाँ चाहिँ हाम्रो आज खतरा पार्टी हुन्छ हाम्रो केटाले रेडी भइसकेको छन् होइन लाङाले रेडी हो जानलाई ओ लाङाले ओइ रेडी हो ओ लाङाले रेडी हो ल लाङाले पनि रेडी ओ दाइ हिले खबर रेडी हो ल कडा रेडी ओ कडा हो हिले खबर रेडी हो ल त रेडी ल सब केटा रेडी छन् लाङाले हिले खबर ल गाइस सबै साथीहरू यही छन् केटाहरू ल हाम्रो काँक्रो साक्रो भुजा सुजा होइन ल यहाँ चाहिँ हामी छ अब यहाँदेखि जानुपर्छ ल हामी यतापट्टि ढाका बुढी त पर्छ सोकेडा बस खोइ जाने घोडामा ल्याक्स टिक्ले ल मेक्सम बोय ओइ चस्मा त अगाडि भएछ त केटाको दौडी छ त हामी त्यहाँ जाने जान्छौँ खबर बबाल हुन्छ नि आज हाम्रो पार्टी हामी थोरै सामान लिएर आएको थियौँ यहाँ चाहिँ अब यहाँदेखि हामी पूजा नगर निस्केर जानुपर्छ भन्दै आज जाड खोज्नुपर्छ जाड गाइस ल के गर्दै रमाइलो गर्नुपर्छ आज स्याटरडे डे त सबैजनाको छुट्टी छ सबै हामी जान्छौँ होइन यता हाम्रो लाङ्गाहरू पनि हुनुहुन्छ यतापट्टि सो आज अब हाम्रो बुद्धनगर पुल आइसक्यो यहाँ चाहिँ होइन ओ गाडी त मिठो आएछ त आज मौसम चाहिँ बवाल छ त आजको मौसम त घाम नलागोस् है घाम नलागोस् पानी नपरोस् हाम्रो मेन चाहिँ गाइस घाम चाहिँ नलागोस् पानी नपरोस् तर माथि त शीतलै हुन्छ कि त यहाँ माथि अब अनि माथि लाउ किनभने चिसो हुन्छ क्या यहाँ बुढल तलपट्टि भने माथि चाहिँ चिसो हुन्छ हाम्रो अनुमान छ त्यहाँ चाहिँ चिसो हुन्छ होइन सबै जाम यहाँ कस्तो हुन्छ सबै यहाँदेखि बिस्तारै जानुपर्छ ल गाइस समस्या छ सो आज हामी काठ लिन आएको थियौँ कि आगो बाल्नलाई यहाँ चाहिँ फर्निचर छ यहाँ अब काठ खोज्नु पऱ्यो यतापट्टि आउनु त यो बाटो हो यो काठ यही हो र यहाँ चाहिँ काठ रहेछ बाल्ने काठ चाहिँ यहाँ रहेछ क्या किनभने माथितिर आगो बाल्नुपर्छ नि त ए यहाँ रहेछ दाइ ल रानी ल काठ चाहिँ टन्नै रहेछ अब यहाँदेखि लानुपर्छ यहाँ गाह्रो छ कडा हो गाह्रो छ अब यहाँ रहेछ यो सबै हो नि होइन यतापट्टि रहेछ ल यहाँ पनि रहेछ यतापट्टि रहेछ ल टमाटर हाल्ने यसो ठिक ल छोक आएको थिएँ ल त्यो नि यहाँ दाउराको जोगाड भइसक्यो दाउराको जोगाड बल्ल दाउरा भयो 5 केजीको दाउरा लिएछ हामी चाहिँ काठ ल्याएछौँ माथिपट्टि बाल्नलाई हामी लिएर आइसकेको छौँ क्या यहाँ फर्निचरमा रहेछ सो गाइस ल फाइनली दाउरा पनि भइसक्यो रेडी भइसक्यो अब यहाँ जानुपर्छ केटाहरू कतापट्टि छ भने हामी केटाहरू खोज्दैछ म चाहिँ र हामी जाने त्यो माथि डाँडामा माथिको डाँडामा छ क्या जानुपर्ने चाहिँ सो गाइस ल पानी पनि मेरो अगाडि र हामी अब माथि जाने रेडी भइसकेको छौँ होइन छौँ चिमुने खानु होइन भयो खाट्ने के खाट्ले अघि राख्न मिल्यो भने त सहिलो भयो ओए खाट्ले हुन्छ कि न हुन्न होला ब्यालेन्स मिल्दैन हुन्न के उकालो मार्दै ल पानीको व्यवस्था यहाँ भइसकेको छ सो अगाडि केटा छ अब हामी रेडी भइसकेको छौँ यहाँदेखि अब हाइवे पनि थोरै धुनु छ क्या यहाँ आज हाइवे चाहिँ मिठो बनिरहेको यतापट्टि एट सिग्नेचर पुल भइरहेको यतापट्टि चाहिँ मात्र हराउन हाने त गाडीहरू त जमजम नुवाकोट भ्यू देखेर छ नुवाकोटको
कडा गयो सयो कडा दामी ल बुलेटको पावर देख्दा पावर लगाएछ दामी ओ कडा सयो ल दुई एकजना अगाडि बसिसकेको छ हामी चाहिँ यतापट्टि र ल यहाँ सयो यहाँ त्यस्तो हुँदैन उकालो चाहिँ हेर्नु कस्तो कलर छ हाम्रो बाटो फेरि गाइस फाइनली हामी यहाँ छ भ्यू पोइन्टमा आइसकेको छौँ होइन यहाँ बाटो बनाउँदो रहेछ यहाँभन्दा नि माथि भएर जान्छ है ओ केडा हो सयो ओइ सब यहाँ बसिसकेको छ न दाइ अलिक भयो हाम्रो दाइ ल ओ लाङ्गाले ओ केडा जाऊँ के नेक्स्ट टाइम भइले फेरि खतरा पारा दिइरहनु केटा के हो नेक्स्ट टाइम भयो हरि भइरह पारा चाहिँ हरि भइगयो ल नेक्स्ट टाइम भयो अस्ति गाडी गुल्टी गयो लाङ्गाले त्यो गाडी कहाँ गयो अहिले एक्सिडेन्ट स्पोट होइन लाङ्गाले लाङ्गाले के छ नि ठिक छ हरे खबर बढिहाले हाम्रो लाङ्गाले ल लाङ्गाले यहाँको बुटोलको भ्यू चाहिँ बबाल देखिन्छ यार लगाएछ ओइ होए लाङ्गाले मिठो ल दामी दामी देखिन्छ यहाँ चाहिँ भ्यू चाहिँ ल हामी थोरै माथिपट्टि आइसकेको छौँ भ्यू पोइन्टहरू थोरै माथिपट्टि आएर माथि हाम्रो अङ्कल चाहिँ हुनुहुन्छ काका ओ हेलो दामी ल लगाएछ हाम्रो स्पोर्ट चाहिँ आइसकेको छौँ हामी यतापट्टि पार्टी गर्ने स्पोर्ट चाहिँ होइन यो चाहिँ माथि नगर जाने बाटो भइहाल्यो अनि यहाँदेखि हामी भित्र छिटो जान्छ कि घुन्टीबाट सो अब यहाँ हुन्छ हाम्रो चाहिँ ठाउँ चाहिँ लगाएछ हामी चाहिँ आइसकेको छौँ लाङ्गा लगाएछ पानी दि लाग्यो दि चिया यार ल दाल लिनुहुन्छ पानी झोला कसको झोला लिनु झोला बोक्ने नि दाइ लगाएछ हाम्रो स्पेसल जग्गा आइसक्यो स्पेसल ठाउँ ओ के हो पहिल्यै फोरो है त बढाउनुपर्छ पहिला यार म बढाउँछु यसलाई है यसलाई बढाउनु पऱ्यो सफा गरेपछि बल्ल हाम्रो कार्यक्रम सुरु हुन्छ अब यहाँ फेरि बहुत फोरो रहेछ क्या यतापट्टि पनि लगाएछ ठाउँ चाहिँ दामी अनि यस्तो दामी रहेछ त ओइ यता ओइ यता लगाएछ केटाहरू त्यही आछन् गिलाक म चाहिँ कुचु खोजिरहेको छु होइन कुचुले सफाउनु पर्छ गाडी यतापट्टि यहाँ यस्तो दामी ठाउँ छ ल केटा लगाएछ क्या दामी यार ठाउँ चाहिँ मिठो रहेछ त गाइस यतापट्टि नै छ दामी ल केटा सफाइ पनि गर्नु पऱ्यो नि त यतापट्टि ठिक छ यहाँ ठिक छ ल ढुङ्गा खोज्नु पऱ्यो नि त चियाहरू पकाउने कुरा हुन्छ यहाँ चाहिँ लाँगा सामान सारिन्न ल दाउरा ओ लाङ्गाले हिले खबर ओ लाङ्गाले हिले खबर ल केटा ल दामी ल ठिक छ ल ओ दाइ के ओ लाङ्गाले ल लगेर सब जम्मा भइसकेको छ यहाँ चाहिँ आज डेन्जर पार्टी हुन्छ आज हाम्रो र हामी ढुङ्गा खोजीमा लाङ्गाले काफी राम्रो छ ओहो ल ओहो क्यान्डी भाटो नै पनि चाहिँ
सबैभन्दा काम नगर्ने गोपाल है यहाँ कता गयो गोपाल छैन है गोपाल कहाँ गयो केटा ढुङ्गा बोकेर आएको हरि कृष्ण गरायो ल यहाँ चाहिँ हामी बाले बनाउनु लगाऊँ के ओले लाङ्गाली ल कराई बेस बस्छ कि नै कहिले भिडियो आउने लाङ्गाली सही लाग्छ नि त लाङ्गाली कुन ढङ्गले भिडियो राखे अब राले सकिला हो नखाना होस् यो ठिकले के हिराज दाइ बाइक यहाँ के मैले कापमा यहाँ लाग ल ल यो भ्युज राले ल ल ल भइरहेछ ल सक्नु लाग्छ साडी लाखान बहुत तनाव छ रे यहाँ यो ठुलो भयो हेच। बहुत पसिने भयो यहाँ चाहिँ पकाउनु लाग्ने केटाहरूले अनि बोल सही भयो नि ल फाइनल हाम्रो कराई पनि बसाइसक्यो लागाले दामी ल हाल्यो 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 पहिला बस बस दिपालाई दिछ दि पानी निकाल्नु पर्यो नि हैन कि त्यतिकै हाल्छ के मैले पहिला बस उनीहरुलाई सबैको जन आएपछि म विरोध गर्दैन सिङ पनि चाहियो नि खै ए के हो यस्तो ल यहाँ पाक्दैछ केटा हुँदैछ हाम्रो चाहिँ अनि यतापट्टि नै भइरह गाइस ठाउँ चाहिँ बहुत दामी छ ल ओहो उठ्नु पर्यो नि अरु के गर्ने अरे गाइस बहुत गर्मी छ लाङाले हरिफ छ नि हैन गाइस बहुत गर्मी म त टी-शर्ट खोलेर बसिरहेको छु सो यहाँ चाहिँ हाम्रो कुकिङ ओ लाङाले हरिफ कुकिङ हो दामी ल गाइस हाम्रो कुकिङ भइरहेछ ल बबाल कहाँ फरेको लाङाले खै ओ कस्तो भयो भन्नु नि दाजु लाङाले हरिफ भइरह एकदम दामी भयो हाम्रो लाङाले स्पेसल लाङाले आजको स्पेसल लाङाले ल हाम्रो यहाँ दाइ पनि हुनुहुन्छ नि दाइ दाइ सय केटा ल दामी प्याज कटिङ भइरहेछ एउटा दाइ सो यतापट्टि हाम्रो काँक्रोहरू अनि टमाटरहरू छ सो गाइस बबाल भइरहेछ लाङाले हरि भइरह सर्ट लाङाले हिले खबर ओहो ठिकले बढिया बढिया एकदम अनि लाङाले हरि भइरह म त बिर्को छ कि भन्ने क्या सिङ्गाका चाहिँ दाइ ल खतरा पकाइरह नि हाम्रो दाइले फेरि खतरा कुक हो नि त हाम्रो दाइ सो त दाउरा हालिदिउँ न थोरै कतिखेर पाक्छ त यसै टाइम लाग्छ होइन ल ओके बन्दैछ नि हाम्रो दाइ कलाएर आउनुभयो हल्का चिसो गयो भयो पानी भिजाउँ चिसो भयो ल एउटा बाइक पार्किङ चाहिँ टक्क तलपट्टि छ हाम्रो चाहिँ यहाँदेखि हुन्छ 1 2 3 4 5 6वटा तलपट्टि छ त्यहाँ चाहिँ रोड छ क्या माथि छ हामी चाहिँ दामी भइरह ल केटाहरूसँग ओ केटा हो के हो यस्तो सेतो पानी खाइसकेको केटाहरू त के हो ल बेसार हाल्नु परेछ नि त लाङ्गाले लाङ्गा हाने कोडप्पो ल खतरा ल लाले खोइ हानौ न सही दामी ल कुदैछ ल लाङ्गालीको अड्कल फेरि खतरा छ नि त फेरि लाङ्गालीको अड्कल कडा हो सक्यो भ्यायो दुध भ्यायो केटा दुध भ्यायो ल सही ल यतापट्टि केटाहरू छ ग्यादरिङ भएर चाहिँ केटाहरूको लाग्छ दामी छ नि दामी ल डाँगा थियो ओइ मे दोन नखाने कापटी चाहिन्छ लाग्दै काचिन्के के इलाकपट्टि के एउटा फिस पार्क हो मिलन पार्क काठमाडौँ त्रिभुवन पार्क हो बालाजु अब नुवाकोट पनि आउनु भयो ल गाउँमा त पहिला चाहिँ सानो नेभिसनबाट लान्थ्यो पिरा बुझ्दा माको माथि के हो त्यसो भने गर त यस्तो गरेर खप्टाउ त स्वाक्क निकाल नि तलबाट डढेको मात्रै ल हामी चाहिँ अब दाउराको खोजी भेट्यौँ होइन केटाहरूले त्यहाँ काट्न सुरु गरिसकेका छन् ओहो बहुत गर्मी छ गाइस त्यो यतापट्टि गाइस हाम्रो पार्किङ चाहिँ यतापट्टि छ क्या केटा हो दाउरा खोजी भयो ओ लाङ्गाले कुला गाना प्रेम लाङ्गाले खोइ र ल
त्यहाँ कटिङ भइरहेछ ओइ ओइ भयो ल हान्नु ल लगाइस केटा त्यहाँ दाउरा खोज्नु जानुभयो यहाँ हाम्रो दाई के छ हाम्रो दाई दाउरा खोज्दै हुनुहुन्छ ल कृपया जो पनि झाडी कुना गाँचामा हुनुहुन्छ निस्किनु होला निस्किनु हान्दै हुनुहुन्छ भने हजुर निस्किहाल्नु होला हजुरलाई हामीले ड्रोन शटदेखि निकाल्दैछौँ अझै को हुनुहुन्छ बुटाको फ्रेन्ड नि र तुरुन्त निस्किहालौँ है ल अब खाटा होला बस गयो के हो केटा हो दाबी ल लगाएपछि फानेर काटिसक्नु भयो लाङ्गलीले रानी नि त रानी अनि हो सही हो केटा हो लगाएपछि बल्ल यता आइसक्यो दाउरा चाहिन्छ ओए खुर्सानी त के हो फेरि बरु न खुर्सानी धेरै भयो बरु पछि पिरो भएन भने पुरो बाहिरको खाए पनि हुन्छ क्या खै त मे त माले लाङ्गाले मे खुवाएर मे हान्नु यहाँ आगो नरहेछ गाप्ने नभए त यो चिसो हुन्छ क्या बजारे खुर्सानी पिरो त ल दामी कुकिङ भइरहेछ गाइस ब्याड न्युज तपाईँको लागि किनभने अहिले हामी ठ्याक्क बसेछौँ अनि पानी परिरहेको छ क्या हाम्रो लाङ्गालीको ढाक्क रेनकोटमा छौँ लाङ्गाली पानी परेर लगाए यस्तो चलेको अवस्था हाम्रो डाँडामा ओ लाङ्गाली दायो दामी ओइ कहाँ हो लगाए यस्तो छ हाम्रो यहाँ पकाउने काम भइरहेछ तर पानी परेर यस्तो भयो गाइस ल ओइ कराई त बाङ्गो छ न त लगाए यस्तो अवस्था छ बहुत ल दाइ सिडी तेल लगाए यस्तो छ पानी परेछ नि त यस्तो गाह्रो छ गाइस यस्तो तरिकाले पानी परेछ शीतल भयो होइन लगाए क्या दामी भयो तरै पनि पानी चाहिँ नपर्नु थियो तरै रिस्की हुन्छ क्या पानी परेपछि नभए चाहिँ यस्तो दुःख भइरहेछ पकाउनलाई लगाएस दामी पानी परिरहेछ अरे डेन्जर खतरा पानी परिरहेछ ओ गडा पकायो अझै ल यस्तो छ अहिलेको अवस्था खतरा पानी परिरहेको छ यतापट्टि पुरै पानी परिरहेको छ क्या पुरै कालो भयो यता यहाँ रोड छ यतापट्टि पुरै नेसन्छ सबै भिजिसकेको छ गाह्रो भयो नि त आयो ल केटा हाम्रो मासु आयो त मासु ल बाटो छोड्यो केटा बाटो छोड्यो ल लाग्ने थाल राम्रो थाम ल केटा रेडी छन् सबैजना होइन ल दामी ल तपाईँ ल लङ्गाली काट है एक है लगायत प्रसाद लगायत झन् भाग लगाउने काम भइरह होइन दामी तरिकाले ल हो त्यहाँ मलाई हालिदिनु ल कराईमा हो एकजना त्यहाँ भयो ओ कसले यो भाषण गर्ने एउटा गर्ने आएर र होइन कहाँ हो कि यो भाषण गरेर उहाँ गएर नाचिदिने ए यस्तो गरौँ साराम गेल होइन ल केटावाला सुरु गरे सुरु ल गाइस खतरा तरिकाले भइरहेछ हाम्रो यहाँ खाने काम हेर लगाज इन्ट्रोड्युस भइरहेछ हाम्रो केटाहरूको सबैजनाको होइन मेरो त सकिसक्यो कप माग्दैन ल लाग्नु इन्ट्रोड्युस ल त्यस पछाडि हो त ल अनि इन्ट्रोड्युसको टाइम छ नि त अहिले ल ए ल के भयो के हुन्न के ल के हुन्न के
अनि हिमको लाग लाङ ल ल चिनेन कसैमा हेर्दा हो अब पहाड घर स्याङ्जा हो अब हाम्रो घरतिर चाहिँ दसहरुका होइन जोड्ने ट्याक्क बाटो भन्दिम भन्यो ट्याक्क गाडेर जाने त्यसपछि बिहाम बाजेको घर सर्ट फर्म हो भोडे माइलाको ट्याक्क घरतिर चाहिँ गोरेटो बाटो पिच भयो होइन त्यही हो घर ल दाबी लाङ ल सयो ल बिहा सिया भयो भने यसो भन्ने आयो करायो यही ल ल मगर ल सयो लार्को लाङ्गा ल्यायो ल टर्न बाई टर्न दर्लामी यहाँ सुगम दाइको इज्जत ल दियो ल केटा ल दामी केटा ओ लाङाली ल केटा ल कस्तो रे अझै ल अझै रमाइलो भइरहेछ हाम्रो केटाहरूको होइन ल आयो आऊ ल हाम्रो अङ्कलजीको पुसअप ल त पुलअप ल उचाल्यो पुलअप रहेछ गाइस ल पुलअप लगाले दामी हान्नु बोल हाम्रो दाइले सयो बब्बाल हान्नु पर्छ दाइले चाहिँ सयो ल लास्ट ल मेक्सम लास्ट हान ल स्योर मेक्सम बोय लगाइ Langali. ल गाइस बहुत रमाइलो भइरहेको यहाँ। सो गाइस ल हामी जान लाग्यो होइन। यहाँ चाहिँ अब आगो बालेको थियो हामीले। आगो बन्द गरेपछि हामी जानुपर्छ लाङ्गाले होइन दाइ ल। आगो बालेपछि बन्द गर्नु पर्यो नि त। ल दाइ ल। यहाँ चाहिँ आगो बाल्छौँ कि हामीले। सब हामी आगो बन्द गरेर जान लाग्यो। सो गाइस बहुत रमाइलो भयो आजको हाम्रो पार्टी होइन। यतापट्टि ग्रुप पार्टी थियो नि त हाम्रो। ओए झोला कसको? ए गाइस यहाँ झोला रहेछ यार। दाइ सिरी ल। ल सानो छ कि धेरै? ठुलो भए त हुन्थ्यो। सानो छ कि दाइ? एउटा जाल्ला खाना हो चाहिँ। हामी चाहिँ फर्किँदा गाइस होइन। स्याटिक जानुपर्छ क्या। सो गाइस अब हामी जान्छौँ। हामी यहाँ बिचबाट जान्छौँ क्या। सो
सो सबैजना रेडी भइसकेको छ सो ल जानुपर्छ अब भिडियो कस्तो लाइक कमेन्ट सेयर गर्नु होला अनि च्यानल बनाएर सब्सक्राइब गर्नु होला सबैजना बाइ नेक्स्ट भएको भेट्छौँ सो ल बाइ जङ्गल चाहिँ दामी छ ल नेक्स्ट बाइ ल